चितवन जिल्लाको उत्तरी पहाडी भागमा फिस्लिङ बजारभन्दा माथि डाँडामा इच्छा कामना देवीको सुन्दर मन्दिर छ। यो मन्दिर गोरखाको मनोकामनाको सिधा दक्षिणतिर पर्दछ। मनोकामना र इच्छा कामना दुईटै मन्दिर आम्ने सामने डाँडामा छन्। भक्तजनहरूको इच्छा पूरा गर्ने मानिएकाले यी देवीलाई इच्छा कामना भनिएको हो। गोरखाका मनोकामना र गोरखकाली तथा तनहुकी छिम्केश्वरीलाई दिदी बहिनी मान्ने चलन छ। इच्छा कामनालाई पनि किम्बदन्तीहरूमा मनोकामनाकी बहिनी भनिएको छ। किम्बदन्ती अनुसार एकपटक मनोकामना र इच्छा कामना बीच को ठुलो भन्ने विषयमा झगडा परेछ। इच्छा कामनाले मनोकामनालाई उनको मन्दिरमा सुँगुर पनि बलि चढोस् भन्ने श्राप दिइन्। मनोकामनाले पनि इच्छा कामनालाई उनको मन्दिरमा कुनै पनि भक्तहरू नपुगुन् भन्ने श्राप दिइन्। भएको पनि त्यस्तै देखिन्छ। मनोकामनामा दिनहुँ जसो भक्तजनहरूको भिड लाग्दछ भने इच्छा कामनामा बिरलै मात्र भक्तहरू पुग्दछन्। गोरखाको दक्षिणी सिमानाको किल्ला मनोकामना थियो भने इच्छा कामना मकवानपुरको उत्तरी किल्ला थियो। तसर्थ इच्छा कामनाको स्थापना पनि मकवानपुरे सेनहरूले उत्तरी किल्लाका रूपमा रहेको पहाडको टुप्पामा गराएका हुन्। सम्भवतः पाल्पाली राजा मुकुन्द सेनले यी देवीको प्रतिष्ठापन गरेको हुन सक्छ। इच्छा कामनाको मन्दिर तले शैलीको सामान्य दुईवटा छानायुक्त छ। चितवन जिल्लाको इच्छा कामना गाउँपालिका 2 चिसापानी स्थित इच्छा कामना मन्दिर एकदम आकर्षक एवं सुन्दर देखिन्छ। यहाँ धार्मिक पर्यटकका साथै प्राकृतिक सौन्दर्य अवलोकनका लागि पनि निकै राम्रो स्थल रहेको छ। मेरो नाम चाहिँ रमेश सुवेदी, म ललितपुर महानगरपालिका वडा नम्बर 13बाट आएको छु हैन। म मात्र हैन, यहाँ एक बस हामी आएका छौँ। हाम्रो टोलवासीहरू सबैजना यो इच्छा कामना मन्दिरमा जाने भन्ने कुरा भएर मिलाएर आएको हो हैन। जस्तो उतापट्टि मनोकामना गोर्खामा हैन, यतापट्टि यो चितवनको यतापट्टि चाहिँ इच्छा कामना भनेपछि यो पक्कै पनि दिदीबहिनी हुनुपर्छ जस्तो लाग्छ हैन। उता मनको कामना पुरा हुने, यहाँ इच्छा गरेको कुरा पुरा हुने भन्ने मैले चाहिँ आफ्नो मनले चाहिँ त्यो विचार गरेँ हैन। मैले पनि यहाँ इच्छा राखेको छु, पक्कै पनि मेरो इच्छा पुरा होला। विश्वास आस्था हो हामी हिन्दूहरूको हैन। आस्था विश्वास नै सबभन्दा ठुलो कुरो। राम्रो ठाउँ लाग्यो। यो हावापानी यो प्राकृतिक रमणीय उसमा चाहिँ रमणीय हो भने चाहिँ एकपटक यो ठाउँ आउनै पर्ने रहेछ। धेरै अग्लो स्थानमा रहेको इच्छा कामना माताको मन्दिरको दर्शन गर्न जाने क्रममा पुरिनटारबाट करिब 2-2.5 घण्टा अग्लो डाँडामा गाडीबाट गएपछि पुगिन्छ। तल हाइवेबाट त्यहाँ डाँडामाथि रहेको इच्छा कामना मन्दिरसम्म जान फिस्लिङ बजारबाट जम्मा 2800 मिटर रहेको छ भने डाँडो उकालो भएकाले ठाउँ ठाउँमा घुमाउरो बाटो बनाइएको छ। विक्रम सम्वत 2076 सालमा बनेको यो बाटो केही भाग पिच त केही भाग कच्ची नै रहेको छ। धेरै ठाउँमा साँगुरो बाटो भएको र गाडी घुमाउनु पर्ने मोड पनि रहेको छ। गाडी घुमाउनु पर्ने मोड पनि सानो रहेकाले गाडी चलाउँदा धेरै होस पुर्याउनु पर्ने हुन्छ। फिस्लिङबाट उकालो चढ्दै गर्दा रमणीय दृश्यहरू अवलोकन गर्दै सुन्तला र विभिन्न फलफुलहरूको खेतीहरू अवलोकन गर्दै र चाख्दै मन्दिरसम्म पुग्न सकिन्छ। फिस्लिङ भएर जाने बाटोमा फिस्लिङबाट केही माथि पुगेपछि भुसा भन्ने ठाउँ आउँछ। भुसाबाट केही माथि पुगेपछि डाँडा गाउँ आउँछ। डाँडा गाउँबाट उकालो लाग्दै गएपछि क्रमशः चलुङ, धाप, डुडे, माझगाउँ, माथिल्लो गाउँ, चौतारा, नागदह हुँदै इच्छा कामना मन्दिर पुग्न सकिन्छ। जहाँबाट हामी यो इच्छा कामना मन्दिरको लागि यतापट्टिको दक्षिणको बाटो लाग्यौँ, बाटो पुरै कच्ची छ। यो त्यहाँदेखि यहाँसम्म 18 किलोमिटर भन्न चाहिँ त्यो 18 किलोमिटरमा करिब तपाईँको चाहिँ 1.5 घन्टाको टाइम लाग्यो। करिब तपाईँको मलाई लाग्छ 12-13 किलोमिटर जति कच्ची आइसकेपछि अनि पिच बाटो भेट्यो। त्यो पिच बाटोबाट चाहिँ शक्तिखोर जाने भन्दो रहेछ। अनि त्यो पिच बाटोबाट आइसकेपछि बिचमा
यो इच्छा कामना जाने यताबाट भनेर लेखिदिएको छ साइनबोर्ड। त्यसपछि यता लगाएपछि फेरि पुरै कच्ची यहाँसम्मको कच्ची लाग्छ मलाई 2-3 किलोमिटर जति होला। होइन अनुभव चाहिँ एकदम रमाइलो लाग्यो। त्यो तलबाट उकालो उक्लिँदै डाँडाको टुप्पोमा आइपुगिया छ होइन। हामी ती हाइटमा छौँ, धेरै हाइटमा छौँ, तर एउटा गाडी मात्र पास हुने बाटो छ कि यताबाट कुनै गाडी गयो हामी उताबाट आएका छौँ भने त्यो पास हुनलाई चाहिँ निकै मुस्किल नै छ। मेरो भनाइ चाहिँ के भने यहाँ मान्छे यसको प्रचार प्रसार राम्रोसित हुनु पर्यो, मान्छेहरू यहाँ आउनु पर्यो। जब धेरै मान्छेहरू आउन जाने भइसकेपछि पक्कै पनि यो ठाउँको विकास हुन्छ। त्यो बाटोघाटो जुन अहिले मैले भनेको अप्ठ्यारो बाटोहरू पनि पक्कै 1 लेनको बाटो 2 लेन 3 लेनसम्मको बाटो हुन्छ। त्यो भइसकेपछि अझ सुविधा हुन्छ पिच भइसकेपछि होइन। अरू कालान्तरमा हेर्दै जाँदा मलाई चाहिँ मेरो आफ्नो मनमा लाग्यो जसरी हामी कुरिन्टारबाट मनकामना केबल कारमा जान्छौँ भोलिका दिनमा यो पनि केबल कार नचल्ला जस्तो लाग्दैन मलाई। सेमै ठ्याक्कै विपरीत त्यही ठाउँबाट त्यति नै डिस्टेन्स होला जस्तो लाग्छ केबल कार चाहिँ। फेरि मोटर बाटो खुलेपछि पछिल्लो समय मनोकामना आएका दर्शनार्थी इच्छा कामना पनि पुग्ने गरेका छन्। भारतीय पर्यटक समेत मन्दिर दर्शनका लागि आउन थालेको यहाँका पुजारी बताउँछन्। अब ललितपुर छिमी भक्तपुरको बढी आउँथ्यो त्यहाँबाट छिमी ललितपुर यतापट्टि त्यो आउँथ्यो। काठमाडौँबाट ठप्पै नआउने हुँदा पोहोरबाट चाहिँ अलिक काठमाडौँ आउने भयो। काठमाडौँ अहिले पढ्दा हुँदै गएपछि चाहिँ अहिले चाहिँ धेरै बढेर आयो काठमाडौँ चाहिँ। फिस्लिङ शक्तिखोर सडक र मुगलिन तामिल सडक प्रयोग गरेर पर्यटकहरू मन्दिर पुग्ने गरेका छन्। यता मुगलिन हुँदै जाने सडक भने पूर्ण रूपमा कच्ची नै रहेको छ। मुगलिन बजारमा रहेको इच्छा कामना मन्दिर जाने प्रवेशद्वार प्रवेश गरेपछि केही माथिसम्म ढलानको बाटो जान सकिन्छ। मुगलिन बजारको गेट छिरेर मन्दिर जाने प्रवेशद्वार प्रवेश गरेपछि केही उकालो लागेपछि खानेपानी ट्याङ्की आउँछ। खानेपानीको ट्याङ्कीलाई क्रस गरेर केही उकालो लागेपछि फोक्सिङ आइपुग्छ। फोक्सिनलाई पार गर्दै अझै उकालो लागेपछि तामिन भन्ज्याङ पुगिन्छ। तामिन भन्ज्याङबाट देखिने दृश्य पनि अत्यन्त मनमोहक छ। पहिला मुगलिनमा किनमेल गरेर फर्कने क्रममा थकाइ मेटाउन प्रयोग गरिने यो चौतारो अत्यन्त मनमोहक छ। यहाँबाट मुगलिन बजार र अन्य दृश्यहरू प्रष्ट निहाल्न सकिन्छ। तामी भन्ज्याङ पार गरेर उकालो लागेपछि भोटेश्वर आइपुग्छ। भोटेश्वर हुँदै केही अझै उकालो लागेपछि बदेलटार पुग्न सकिन्छ। बदेलटारबाट केही दूरी पार गरेर अझै उकालो लागेपछि बल्ल पुगिन्छ इच्छा कामना मन्दिर। यो बाटो दूरीका हिसाबले जम्मा 14 किलोमिटर रहेको छ। तर ठाडो उकालो र कच्ची भएको कारण माथि उकालो लाग्दा 2-3 घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ। जम्मा मुगलिन बजारको त्यो ट्याक्कै चेकपोस्टबाट 14 किमी भन्छ, 14 किलोमिटर है। अब धेरै टाढाबाट आउँछ यहाँ। अब इच्छा कामना चाहिँ अब भकल गऱ्यो भने इच्छा चाहिँ मनको इच्छा चाहिँ पुरा हुन्छ अरे, आफूले हागेको तागेको पुरा हुन्छ अरे भनेर सुन्छु होइन। त्यही भएर धेरै आउँछ चाहिँ। अनि यो बाटो नजिक परेको कारणले यो बाटो बढी हुन्छ कि। बाटो सबै ठाउँको यो गाउँपालिका इच्छा कामना गाउँपालिका भएको कारणले अब यहाँ फिस्लिङबाट हुन्छ। अनि ऊ त्यो पल्लो बाटो पनि त्यो जोडेको छ। अनि यहाँ नि यो झन् नजिक सबैभन्दा नजिक बाटो यो मुगलिनको बाटो। अनि उनीहरू चाहिँ अब त्यहाँको मन्दिर चाहिँ अब भनौँ न बाहिरी ध्वनि छ। यहाँको चाहिँ मन्दिर बनाउन नसकेको कारण चाहिँ किनकि यहाँ खन्नु दिँदैन भन्छ माथिल्लो मन्दिर। तल्लो मन्दिर चाहिँ अब बनाएको छ। माथिल्लो चाहिँ गाह्रो मात्रै यस्तो घेरेर राखेको छ। यो ठाउँमा चाहिँ अब नगर्ने भन्दा पनि खन्नु दिँदैन र त्यहाँ मिल्दैन, भित्री ध्वनि छ भन्छ। भित्र माटोभित्र चाहिँ त्यहाँ अब खास गरी त्यहाँ खन्न दिँदैन।
खन्ने यताउता भयो भगवान्ले नि मर्न सक्छ भन्छ मान्छेहरू त्यहाँ खन्ने यताउता भयो भोगदिनेमा चाहिँ मन्दिर बनाइसक्यो भोगदिनेमा चाहिँ मन्दिर बनायो माथिल्लोमा चाहिँ मनाउनी लान्छ माथिल्लोमा धुपधुवार चल्छ कति टाढा तल माथि धेरै टाढो छैन 3 मिनट 4 मिनटको बाटो छ जम्मा बाटोको अवस्था अब जहाँ जहाँ धेरै अब यस्तै जोखिम छ त्यहाँ ढलान छ त्यति राम्रो बाटोमा ढलान त्यति बनाएको छैन अब हुँदैछ एडभेन्चर पारखीहरूलाई अत्यन्त उत्तम रहेको यो बाटो निकै कष्टकरको यात्रा गर्नुपर्ने हुन्छ निकै नै कष्टपूर्ण र रोमाञ्चक तवरले यात्रा गर्न पाइने हुँदा एडभेन्चर पारखीहरूको रोजाइ बन्ने गरेको छ ठाडो उकालो र प्राय बाटो सबै कच्ची रहेको हुँदा यो बाटो हाल भने निकै जोखिमयुक्त रहेको छ तर निकै ठाउँमा बनेका केही स्ल्याबहरू भने यात्रालाई केही सहजता प्रदान गरिरहेका छन् यात्रा कष्टकर रहे तापनि यहाँबाट देखिने दृश्यहरूले भने जो कोहीलाई मोहित पार्ने गरेको छ डाँडामाथि पुग्दा एकदमै रमणीय हुन्छ मन्दिर रहेको स्थान एकदम सम्म मिलेको ढुङ्गाले छापेको छ भने त्यहाँबाट हेर्दा चारैतिर रमणीय दृश्य देखिनाले मन नै आनन्दित हुन्छ चारैतिर हिमाल पहाडको दृश्य र वरिपरि हरियाली स्थानले मनमोहक बनाउँछ इच्छा कामना माताको स्थापना करिब 400 वर्ष अघि मणिराज गुरुङले गरेका थिए गुरुङ भैँसी चराउने गर्थे एक दिन भैँसी चराउँदै जाँदा हाल इच्छा कामना रहेको स्थानमा भैँसीले टेक्दा रगत आएछ त्यसपछि अल्लीमाथि भैँसीले टेक्दा त्यहाँबाट दुध आएछ सुरुमा त गुरुङले रगत आएको स्थानमा देवी माता उत्पन्न भएको देखे र यो कुराको हल्ला भएपछि स्थानीय गाउँलेहरूले देवीको पूजा गर्न थाले त्यहाँ पूजा गर्न जाने स्थानीय भक्तहरूले जे इच्छा गरे त्यो पूरा हुन थालेछ कसैले सन्तानको इच्छा गरे सन्तान पाउन थाले कसैले कामको इच्छा गरे काम पाउन थालेछन् कसैले दुःख कष्टबाट छुटकारा पाउने इच्छा गरे त कसैले रोगबाट छुटकाराको इच्छा गरे सबैको इच्छा पूरा हुन थाल्यो त्यसपछि देवीको नाम नै रह्यो इच्छा कामना यीदेखि जिजुबाजेहरूले यहाँ मन्दिर पुज्दाखेरि सबै कुराको भलो हुने भएर बस्तुभाउ पाल्दा वनमा जाँदाखेरि देवीको पूजा गर्दाखेरि बाघले बाख्रा बस्तुभाउलाई भए नबनाउने गाउँघरमा सबै कुराको छारी शीतल एउटा विश्वासले गर्दा भगवान् पुजेर सबै बस्न सजिलो गरेर रहेछन् है अब भगवान्को नाम लिएर उनमा सबै निरो भएर सुम्पिएर वनमा जाँदा नि तिम्रै हो घरमा बस्दा नि तिम्रै हो आगोको मेघको खडेरीको डडेरोको भए पनि नहोस् भलबाडीले हामीलाई कुनै क्षति नमनाओस् सबै कुरा हाम्रो जान परिवारमा आरोग्य हुन् कुनै कुराको दुःख भए नहोस् भनेर सधैँ हामीले वर्षौनी गाउँ समाज मिलेर पूजा गर्छौँ कहिले उहाँ गजुरीदेखिको आउँछन् कहिले उहाँ हिउँडोडादेखिको आउँछन् कहिले उहाँ बनेपादेखि नै आउँछन् कहिले दोलखादेखि नै आउँछन् हो कि धेरै भिड लागेदैन एकमा यस्तो छन् भनेर प्रचारले यहाँ शरण पर्न आउँछन् उहाँहरूले भन्नुहुन्छ कि यहाँ आएर हामीले जो मन इच्छाले गरेका छौँ त्यो यहाँ चिताएर गएको कुरा सबै हामीलाई सम्पन्न भयो सबै कुरामा हामी भलो छौँ खुसी छ यति शक्तिमान हुनुभएको रहेछ भगवान्हरू हामी त्यहाँ पुग्न नसकेर हो रहेछ हामीलाई रोग दुःख व्यथाले सताएको त्यहाँ जाने भने त आरोग्य हुने रहेछ हाम्रो मन इच्छा अनुसारकै मन विरुद्धिकै इच्छा अनुसारको सबै सुख दिने भनेर विश्वास गरेर पुजेको हाम्रो जिजुबाजेहरूले यही रीति मान्दै आएर गर्दै भएर आजसम्म हामी यसैमा निर्भर छौँ टाढाहरूको पनि आउनुहुन्छ उहाँहरूले
यथाशक्तिले पूजा गर्नुहुन्छ, गरे अनुसारको उहाँहरूको इच्छा पूर्ण हुन्छ। इच्छा कामनामा हालका पुजारी हर्षबहादुर गुरुङ माताको स्थापना गर्ने मणिराज गुरुङकै 5औं पुस्ता हुन्। त्यति बेला इच्छा कामनाको एउटा सानो मन्दिर बनाइएको थियो। विक्रम सम्वत 2076 देखि निर्माण सुरु भएको इच्छा कामनाको मन्दिर विक्रम सम्वत 2079 सालमा सम्पन्न भएको हो। जम्मा 2 करोड 40 लाख रुपैयाँ लागतमा यस मन्दिरको निर्माण गरेकोमा धेरैजनाको साथ, सहयोग र सहभागिता रहिआएको छ। इच्छा कामना गाउँपालिकाले मात्र 1 करोड 50 लाख रुपैयाँ दिएको थियो भने अन्य विभिन्न ठाउँबाट सहयोग जुटाइएको थियो। हाल यो 3 तले मन्दिरमा गर्भगृह र 2वटा आकर्षक सुनौलो रङको छानो र सुनौलो रङको गजुर पनि रहेको छ। सुन जस्तै देखिने छानो गजुरलाई स्थानीयवासीले सुनको छानो र गजुर भन्ने गर्छन्। यस मन्दिरमा रहेको डाँची इँटा भक्तहरूबाट प्राप्त भएको भनिन्छ। मन्दिरको सुनौलो छाना र गजुर भक्तपुरकै भक्तहरूको सहयोगबाट निर्माण गरिएको हो। भक्तपुर सुकलढोकाका पूर्ण भक्त कोजु 35 वर्ष अघि यहाँ मुगलिनबाट हिँडेरै पुगेका थिए। उनका सन्तान छोराछोरी नभएकाले इच्छा कामना आए। इच्छा पूरा होस् भनी वर मागे। पछि छोराछोरी भएपछि कोजु इच्छा कामनामा पूजा गर्न पुगेका थिए र स्थानीयवासीलाई आफ्ना छोराछोरी पनि देखाएका थिए। त्यसपछि त भक्तपुरका भक्तहरू धेरै त्यहाँ पुग्न थाले। हुन्छ भने आजभोलि के हुन्छ भनेदेखि यहाँ चाहिँ फोहोर अथवा चाहिँ यताउता गर्नु के अरे सरसफा गरेन भने बाघ निस्किन्छ, बाख्रा लुगाइदिन्छ, गाई लुगाइदिन्छ। त्यस्तो हो। हामीलाई के अरे राम्रो हुँदैन फेरि, त्यस्तो हुन्छ कि। किनभने एउटा शक्तिवाला छ। शक्तिवाला कसरी छ भनेदेखि तपाईँको छोरा छैन, छोरी छ मात्रै छ, छोरा छैन। तपाईँ भरे चाहिँ के अरे आज चाहिँ ल मलाई चाहिँ यति पुत्र दिनुहोस्, मलाई छोराको चाहिँ आश छ, मलाई छोरा एउटा पुत्र दिनुहोस् भनेपछि तपाईँ भनेर चाहिँ गएपछि तपाईँलाई पुत्र दिन्छ, छोरा दिन्छ। दिएपछि चाहिँ के गर्नुपर्छ, हामीले के गर्छ भनेदेखि बक्साएर गयो त तपाईँले है यस्तो चिज दिन्छ भन्ने नि त, कि बोगा दिनु पऱ्यो कि कुखुरा दिनु पऱ्यो हाँस पन्जबुली के दिनु छ दिनु पऱ्यो। अनि त्यहाँबाट छोरा जन्मिएपछि अनि पूजा लाउँछ। पूजा लगाएपछि राम्रो हुन्छ क्या। त्यस्तो हो। हाम्रो यहाँ कति छ त्यस्तो मागेर छोरा जन्मिने मान्छे कति छ थुप्रो छ। त्यस्तो छ है। शनिबार पिकनिकलाई माध्यम बनाएर पनि इच्छा कामनामा भक्तहरू पुग्ने गर्दछन्। कहिलेकाहीँ शनिबार त 10-12 वटा ठुला बसमा समेत तीर्थालु भक्तहरू पुग्ने गरेका छन्। इच्छा कामनामा बलि पनि चढाउने गरिन्छ। मन्दिरकै प्राङ्गणमा बलि दिने निर्धारित स्थान तोकिएको छ। त्यही खुँडा र काठको खामो पनि राखिएको छ। भैँसीले टेकेको अर्को ठाउँमा जहाँ दूध निस्किएको थियो त्यस ठाउँको रुखमुनि शिवलिङ्गको स्थापना गरिएको छ। उक्त रुख पिपलको जस्तै अग्लो देखिन्छ, तर त्यो दुधिलो घाँसको रुख रहेको छ। त्यसको साथमा बाँस पनि रहेको देखिन्छ। अलि अग्लो स्थानमा रहेको त्यस रुखमा अग्लो चौतारा रहेको छ भने इच्छा कामना दर्शन गर्न जाने क्रममा त्यस रुखको परिक्रमा गरी जानुपर्ने हुन्छ। ऐतिहासिक धार्मिक स्थल इच्छा कामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन्। त्यसको लागि हामी के भनेदेखि हामी जनप्रतिनिधि भएको कारणले वडा नम्बर 9बाट प्रत्येक वर्ष हामीहरूले ज्येष्ठ नागरिक एकल महिलालाई यो भ्रमणको सिलसिलामा धार्मिक साथै पर्यटकीय हिसाबले हामीले चाहिँ प्रत्येक वर्ष घुम्न ल्याउने कारणले यो वर्ष यो दिन योजना स्वीकृत भएअनुसार यो वर्ष चाहिँ हामी एकल महिला र ज्येष्ठ नागरिकहरूलाई अब कहाँ जाने भन्ने भन्दा तीर्थस्थलमा हाम्रो इच्छा मनोकामना हाम्रो पहिलो त्यो परेर इच्छा मनोकामना चाहिने के अरे अब आफ्नो भनौँ न इच्छा अनुसार अब पहिलाको परम्परा अनुसार रोग व्याध हट्ने बोलेको पुर्याउने इच्छा त्यो भएको कारणले हामीले चाहिँ पहिलो यहाँ इच्छा मनोकामना, दोस्रो हामी गोर्खा जान्छौँ। त्यो परापूर्व कालदेखि है त्यो परम्परा र हाम्रो भनौँ न अब हिन्दू संस्कार अनुसार नै त्यो धार्मिक विश्वास भएको कारणले
अनि त्यहाँ अब विभिन्न ठाउँमा पीठहरू छन् नि भयो मन्दिरहरूका त्यो पीठ अनुसारको इच्छा मनोकामना चाहिँ रोग व्याध जान्छ इच्छा अर्को मनको इच्छा पूर्ण हुन्छ भन्ने हिसाबले हामी उहाँबाट प्रस्थान गऱ्यौँ। कारण के हो यहाँ सबैको मनोकामना चिताएको पुग्ने भएको कारणले यहाँ हामी आइयो। त यहाँको चाहिँ भौगोलिकता एकदम बाटोघाटो पनि एकदम माथिसम्म पुगेको हुनाले एकदम विकास चाहिँ भएको देखियो। मनोकामना त हामी धेरै पटक पुगिरहेको थियौँ, इच्छाकामना आउन सकेका थिएनौँ, आइयो। तर धेरै खुसी लाग्यो, उहाँको शक्ति एकदम इच्छा भन्नु आफूले इच्छाको सबै पुरा हुन्छ भन्ने एउटा विश्वासले आएर हामी दर्शन गरियो। त्यही हो। बाटो त एकदमै गाह्रो छ भनेको सुनेको थिएँ, तर गाडी राम्रै तालले ल्याउनु भयो। बाटो त विकटै रहेछ, धेरै माथि रहेछ, तर विकसित भइसकेको रहेछ, धेरै खुसी लाग्यो। मन्दिरका पुजारी हर्कबहादुर गुरुङका अनुसार शनिबार र सार्वजनिक बिदाको दिन मन्दिरमा दर्शनार्थीहरूको भिड नै लाग्ने गरेको छ। भक्तजन अहिले यहाँ प्रशस्त आउँछ। हेर्नुहोस् कसरी आउँछ भनेदेखि पहिला त प्रचार थिएन। अब ललितपुर छिमी भक्तपुरको बढी आउँथ्यो, त्यहाँबाट छिमी ललितपुर यतापट्टिको त्यो आउँथ्यो। काठमाडौँको ठप्पै नआउने हुँदा पोहोरबाट चाहिँ अलिक काठमाडौँ आउने भयो काठमाडौँ। अनि यो के भन्छ अहिले पर्दा हुँदै गएपछि चाहिँ अहिले चाहिँ धेरै बढेर आयो काठमाडौँ चाहिँ। कहाँसम्म दौलाघाटसम्म कहाँ कुनै कता दौला भने कता हो, कुनै कता हो, आरुघाट भने कता हो, त्यति त आउँछ। पोखरातिर भयो, यो चितवन यसै भइहाल्यो आउँछ। समुद्री सतहबाट 1800 मिटरको उचाइमा रहेको इच्छाकामना मन्दिरको वरपर जङ्गलले ढाकेको छ। फागुन र चैतमा ढकमक्क फुलेको लाली गुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ। इच्छाकामनाबाट सफा मौसममा हिमाली श्रृङ्खला मनास्लो, गणेश, माछापुच्छ्रे पनि देख्न सकिन्छ। पुजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ। यहाँ लिफ्टिङ प्रविधिबाट खानेपानीको पनि व्यवस्था गरिएको छ। मनोकामनाका 7 दिदीबहिनी मध्ये इच्छाकामना एक बहिनी रहेको किम्बदन्ती छ। इच्छाकामनाको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्ने सदियौँदेखि जनविश्वास रहेको छ। अध्यक्ष गुरुङका अनुसार इच्छाकामना मन्दिरमा प्रत्येक वर्ष मङ्सिरको ठुलो एकादशीपछि पञ्चमी तिथिमा ठुलो मेला लाग्छ। मेलाका दिन गाउँपालिकाले सार्वजनिक बिदा समेत दिँदै आएको छ। हाम्रो मन्त्रालयको ब्रोडली 2टा काम छ। एउटा चाहिँ नि संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्धन गर्ने कुरा र अर्को चाहिँ संस्कृति तथा पर्यटन क्षेत्रका पूर्वाधारहरू निर्माण गर्ने कुरा। यो 2टा हाम्रो मेन टास्क हो मन्त्रालयको। त्यो मध्ये अब इच्छाकामना मन्दिरको कुरा जोड्नु भएको छ यहाँले। इच्छाकामना मन्दिर हाम्रो बागमती प्रदेशको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। यस अर्थमा हामीले यो वर्ष हामीले बागमती प्रदेशभरिका 10वटा पर्यटकीय गन्तव्यहरूको डकुमेन्ट्री निर्माण गर्ने कार्यक्रम पनि राखेका थियौँ र त्यस सन्दर्भमा यो वर्ष हाम्रो यो इच्छाकामना मन्दिरको डकुमेन्ट्री निर्माण गर्ने कामहरू हामीले गरिरहेका छौँ। विशेषतः त्यो मन्दिरको महत्त्वको बारेमा हाम्रो डकुमेन्ट्रीले पनि धेरै कुराहरू बताउला र हामीले यो मन्दिरको जाने पदमार्ग र मन्दिरसम्मको चाहिँ नि त्यहाँको वस्तुस्थितिको बारेमा डकुमेन्ट्रीबाट आम चाहिँ नि मन्दिरमा जानुहुने दर्शालु भक्तजनहरूका लागि चाहिँ नि हामीले जानकारीमूलक ढङ्गबाट यो काम गरिरहेका छौँ र हामी अहिले यो डकुमेन्ट्रीबाट आउने इन्फर्मेसनको आधारमा अब बाँकी कार्यक्रमहरू हाम्रो सुनिश्चित हुन्छ र हामीले चाहिँ नि विशेषतः मन्दिरका पूजाआजा सञ्चालन गर्नदेखि लिएर मन्दिरको पूर्वाधार निर्माण गर्नेदेखि लिएर मन्दिरसम्म पुग्ने पदमार्ग निर्माण गर्नेदेखि लिएर यी कामहरूमा मन्त्रालयको भूमिका रहन्छ र यो काममा हामी विशेषतः त्यहाँको स्थानीय सरकारसँग साझेदारी गरेर त्यो हिसाबले नै हामी काम अगाडि बढाउँछौँ। अहिलेसम्म त हामीले त्यहाँ खासै त्यस्तो महत्त्वपूर्ण सहयोग त केही गर्न सकेका छैनौँ। यदि त्यहाँको स्थानीय सरकारले योजनासहित आउनुभयो भने हामी केही न केही सपोर्ट, चाहे त्यो पूर्वाधार विकासमा होस्, चाहे त्यो मन्दिरको पूजाआजा सञ्चालनको विषयमा नै किन नहोस् अथवा त्यो पदमार्ग निर्माण गर्ने विषय नै किन नहोस्, यी सबै कुराहरूमा हामी चाहिँ नै सहयोग गर्न सक्छौँ। हामीले अब यसलाई त हामी यो वर्ष डिस्ट्रिक्ट लेभलको चाहिँ नै ट्राभल बुकहरू पनि बनाइराखेका छौँ। त्यो ट्राभल बुकमा हाम्रो मानौँ त्यो इच्छाकामना चितवन जिल्लामा छ, चितवन जिल्लाभरिको एउटा डिस्ट्रिक्ट ट्राभल बुक तयार हुँदैछ र हामीले चाहिँ त्यसलाई आम पब्लिकसम्म पुर्याउनका लागि यसको प्रचार प्रसार गर्ने काममा हाम्रो महत्त्वपूर्ण भूमिका रहन्छ
हामी त्यो मन्दिर किन जान्छौँ, कसरी जान्छौँ, त्यहाँ गइसकेपछि हामीलाई के फल प्राप्ति हुन्छ र आम चाहिँ नै मान्छेको मान्यता के छ त्यो मन्दिरप्रति त्यो बुझाउने कामहरू हाम्रो तर्फबाट हुन्छ। र यति मात्रै होइन, त्यसको समग्र पूर्वाधार विकासमा पनि हाम्रो सहयोग त रहि नै रहन्छ। यस वर्ष अब हामीले चाहिँ नि सोचिरहेका छौँ कि हामी यो वर्ष अलिक गौरवका योजनाहरू पनि गरौँ भन्ने छ। त्यसमा चाहिँ नि स्थानीय सरकारले चाहिँ नि कार्यपालिकाको निर्णयसहित प्रदेश सरकारसँग साझेदारी गर्न आउनुभयो भने हामीले त्यस्ता कार्यक्रमहरूलाई प्रोत्साहन गर्ने नीति हामीले लिएका छौँ। अहिले मैले यहीँबाट अनुरोध पनि गर्न चाहन्छु कि त्यहाँको स्थानीय सरकारले इच्छा कामना लगायतको पर्यटकीय गन्तव्यहरू जे जति अवस्थामा छन् तिनीहरूको पूर्वाधार निर्माण गर्ने र तिनीहरूलाई प्रचार प्रसार गर्ने हिसाबले र पर्यटकहरूलाई अभिवृद्धि गर्ने हिसाबले कुनै मूर्त ठोस कार्ययोजना स्थानीय सरकारले लिएर आएको खण्डमा स्थानीय सरकारसँगको साझेदारीमा त्यो जति पनि हुनसक्छ, साझेदारी 50-50% होला, 40-60मा जाउँला हामी, अथवा त्योभन्दा अझै तलमाथि केही गर्न सकौँला। हाम्रो सोच त अहिले पनि साझेदारीमा लगानी गरौँ र भोलि त्यो पर्यटकीय गन्तव्यबाट प्राप्त हुने आम्दानी पनि प्रदेश सरकार र स्थानीय सरकारको बिचमा साझेदारी गरौँ भन्ने हिसाबले पनि हामीले प्रस्ताव अगाडि बढाइरहेका छौँ। त्यो रणनीतिका साथ हाम्रो आगामी वर्षको कार्यक्रम तथा नीतिहरू आउँछ। विशेष गरी धार्मिक सांस्कृतिक क्षेत्रमा भएका यस्ता मठ मन्दिरहरूको चाहिँ नि विकासको लागि हामीले विशेष महत्त्व दिएकै छौँ, कार्यक्रमहरूमा पनि प्राथमिकता दिएकै छौँ र यसो पूजाआजा चलाउनेदेखि लिएर जात्रा मात्राहरूलाई चाहिँ अनुदान दिनेसम्मका कामहरू हामीले गरेकै छौँ। नेपालमा चल्दै आएका धार्मिक चाहिँ नि विभिन्न चलाउँदै आएका पूजाआजाहरू मठ मन्दिरहरूको संरक्षण गर्ने, त्यसको दैनिक रूपमा पूजाआजा चलाउने सम्ममा चाहिँ अक्षयको समेत बनाएर यसलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यताका साथ हामीले आफ्नो कामहरू अगाडि बढाइरहेका छौँ।